ल हामी चाहिँ लाग्यो तबले छोडेर हिँडेछ क्या मलाई मेरो सामान रेडी भइसक्यो कहिले यता लग्छ कहिले उता लग्छ जहाँ पुर्याउँछ उही जानु पर्यो हेलो नमस्ते साथीहरू स्वागत छ तपाईहरुलाई नयाँ भिडियोमा अनि हेर्नु न यहाँ चाहिँ सबले छोडेर हिँडेछ क्या मलाई कोही छैन खुल्ला सबैले रुम चेन्ज गरिसकेछ यार म पनि रुम चेन्ज गर्नु पर्यो यदि विदेश आउँदै हुनुहुन्छ भने चाहिँ कपडाहरु चाहिँ धेरै नल्याउनु है सप्लाई कम्पनीमा पर्यो भन्दा झन् गाह्रो हुने रहेछ यार यत्रो कपडा छ अब कहाँ हाल्नु के कम्पनीले के गर्छ यार एक ठाउँबाट अर्को ठाउँ बिरालुले बिरालुको बच्चा सारे जस्तै गर्दैछ क्या हामीलाई एक ठाउँबाट अर्को ठाउँबाट अर्को ठाउँ सो गाइज अब चाहिँ म फाइनली कपडाहरु मिलाउँछु है ल ल फाइनली गाइस सामान चाहिँ मैले रेडी गरिसके यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ हेर्नु सिरक चाहिँ बोकेरै लानुपर्छ अरे उहाँ छैन अरे अर्को क्याम्पमा साथीहरुले चाहिँ हिजै रुम चेन्ज गरेछ अनि म चाहिँ एक्लै भए त्यही भएर मैले पनि आज चाहिँ रुम चेन्ज गर्ने प्लान गरे दाइहरु पनि हुनुहुन्छ विदेश आउँदै हुनुहुन्छ भने चाहिँ कपडाहरु चाहिँ धेरै चाहिँ नल्याउनु होला हैन गोपाल दाइ सामान गोपाल दाइ पनि यहाँ रेडी हुनु हुँदैछ बच्चा साले जस्तै है कहिले यता कहिले उता त गाइस मतलब चप्पल पनि लगाएको छैन हेर्नु न सबैभन्दा सुरुमा त गएर अब भाते कार्ड बनाउनु पर्छ भाते कार्ड भन्दा पनि यस्तो कार्ड हुन्छ क्या म देखाउँछु ल यस्तो कार्ड हुन्छ एक्सपायर डेट चाहिँ 6/6/2025 मा छ अब 2 महिना बाँकी रहेछ मेरो चाहिँ यो 2 नम्बर बेड भनेको चाहिँ यो हो तलको हो माथिको 1 मुनिको 2 त्यो 2 नम्बर ब्लक अनि मेरो चाहिँ अहिले पनि 2 नम्बरमै परिरहेछ त्यो कार्ड बनाउन जानुपर्छ क्या अर्को कार्ड बनाउनु पर्छ किनभने यो कार्डबाट चाहिँ खाना खाने देखि लिएर रुम डोरको लक देखि लिएर वाइफाई पनि यही कार्डबाट लगाउनु मिल्छ क्या त्यो कार्ड देखाएपछि वाइफाई लगाइदिन्छ अनि डोरको की दिन्छ अनि त्यसपछि खाना खानु मिल्छ क्या यो कार्ड बिना खाना खानु गयो भने एक्सेस हुँदैन यो कार्ड टच गरेर खाना खान जानुपर्छ एक्सेस हुन्छ मदन सर रुम कहिले सर्ने हो अब एकछिनमा जान लाग्यो पर्पलतिर एकछिनमा जान लाग्यो र जाने सामान रेडी गरिसक्यो मेरो सामान रेडी भइसक्यो हाम्रो त अर्दैन टलीमा लग्न लाग्यो हिँड्नु ट्रली लिएर आउँछु जान्छु के गर्ने भाइ यस्तै छ परदेशी जीवन कहिले यता लग्छ कहिले उता लग्छ जहाँ पुर्याउँछ उही जानु पर्यो जे भन्छ त्यही गर्नु पर्यो हैन त्यही गर्नुपर्छ दाइ त्यही ट्रली लिन जाने के पहिले हैन पहिला ट्रली लिन जानुपर्छ हात गरे फिटो सिगे ब्याग फाल्दैन नि फेरि ल हामी चाहिँ लाग्यो ए तेरी गाउँ ल लागम साथीहरु अब हामीहरु जाँदैछु अर्को रुम यहाँबाट क्याम्प सार्यो र अनिकेत भाइलाई कत्रो बोकेको छ ल ए साथी हो ल गाइस हामी चाहिँ मुनि झरिसक्यो है चाहिँ हाम्रो सामान पछाडि हाम्रो दाइहरु हुनुहुन्छ अनि एकजना दाइले मेरो सामान चाहिँ ल्याइदिनु भयो धेरै धन्यवाद यस्तो छ हाम्रो सामान चाहिँ यहाँ हरिबिजोक भएर बसिरहेछ अब चाहिँ हामी ट्रली भन्दा पनि खाना खाने कार्डको लागि जाँदैछौँ त्योबाट चाहिँ हामीलाई तीनवटा कुराहरू हुन्छ अघि मैले भनिसकेँ गरी साहब चाहिँ उहाँ हुनुहुन्छ मुस्कुराउँदै हुनुहुन्छ हाई गर्दै हुनुहुन्छ त्यही अब कार्ड सोध्नु जाँदैछौँ कार्ड चाहिँ कहाँ मिल्दो रहेछ हेरौँ है कार्ड छ त दाइ मेरो कार्ड चाहिँ अहिले चाहिँ छ है यस्तो छ अब कार्ड चाहिँ मलाई रातो मिल्छ के फाइनली मेरो चाहिँ कार्ड पनि मिलिसक्यो अब यसबाट मैले लन्ड्री ब्यागहरू केहरू लिन्छु ट्रली लिएर सामानहरू यस्तो छरपष्ट छ यहाँ सामानहरू पनि त्यो ट्रलीमा हाल्नुपर्ने छ गाइस अब हामी जाँदैछौँ है जाऊ सुमन दाइ अनि सुमन दाइ हालचाल जाउँ सामानहरू प्याक गर्दाखेरि चाहिँ कस्तो नेपाल जाने जस्तो अनुभव हुँदो रहेछ क्या गाइस यार अब नेपाल हिँड्दैछ भन्नु पनि नमिल्ने है गाइस अब अर्को रुम हामी चाहिँ यो रुम छोडेर जाँदैछौँ
फाइनली गाइज हामी चाहिँ यी ब्लगमा आइपुग्यो है। म चाहिँ आइपुगेँ, दाइहरू चाहिँ गइसक्नु भयो। के चाहिँ हो भैया? ठिक हो? हेरौँ 15 कस्तो दिउँसो मात्रै भयो के यो। हेलो हेलो बोल्दै। दाइ सफा गर्नु हुँदैछ? त्यो त झाडु हो यार। सफा गर्नु पर्ला रुम टक्क लाएर। दाइ चाहिँ रुम सफा गर्नु चाहिँ सुरुमै आइसक्नु भएको छ। पुरै भिडियो सिडियो हेर्दै हुन्छ दाइहरू। कपडा सपडाहरू सबै लिएर आउँछु सुरुमा, पछि म तपाईँहरूलाई देखाउँछु ल। फाइनली गाइजहरू होइन, मैले चाहिँ रुममा आएर पनि सामानहरू सब मिलाइसकेँ। रुम पनि यहाँ पनि टक्क मिलाइसकेँ। अब यो थोरै यो हिँडेर मिलाउनु बाँकी छ। अनि एउटा कुरा नोटिस गर्नुभयो, किरान नै बिर्सेछु क्या। अनि यो ड्रेसहरू चाहिँ मैले यसरी राखेँ। त्यसपछि यतापट्टि चाहिँ यहाँ दराज छ। अनि यो सामानहरू चाहिँ मैले यसरी ढक्कसँगले वाइको जस्तो राखेको छु। यो चाहिँ नदेखाउँ। यस्तो छ है। माथि चाहिँ मैले सरफहरू राखेको छु। उहाँको भन्दा चाहिँ यहाँ चाहिँ एकदम दामी लाग्यो है। उहाँ चाहिँ कस्तो थियो भने यो यहाँ चाहिँ उ थियो क्या, तार जस्तो जाली जस्तो थियो। यहाँ चाहिँ जाली जस्तो थियो, तर यहाँ चाहिँ ठुल्ठुलो फलाम गुच्छ। यो चाहिँ पर्मानेन्टली यो चाहिँ भाँचिँदैन क्या। सो गाइस त्यही हो। चाहिँ अब यहाँ आएपछि अब लन्ड्री ब्यागहरू लिनुपर्छ, हिसाबी रुमको किसी लिनुपर्छ। म चाहिँ जान्छु अनि लिन्छु है गाइस। ओके रुम चेन्ज भयो। ओके थ्याङ्क यू फर वाचिङ अनि किप सपोर्ट मी गाइज। नेक्स्ट भिडियो लिएर आउने नै छु। त्यति जेलको लागि बाई बाई भन्न चाहन्छु। ओके भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु। बाई बाई।